कोहीले प्यान्टी सुगाउने कोहीले प्यान्टी लगाउने हाम्रो नेपालमा बिजनेस चाहिँ राम्रै चलेको छ। फेरि कोही कोहीलाई चाहिँ यहाँ कला भन्दा नि चर्ती कला देखाएर भाइरल हुनु परेछ। कोहीले हावाले र स्यालले लैचला भन्ने डर, कोहीको कमरै भाँचिएला भन्ने डर। त्यत्रो हजुरबाले बिहा गरेपछि के हामी केटाहरू चाहिँ अब वृद्धाश्रम जाने हो र? यस्तै यस्तै भिडियोको फन्नी अनि सेभिङ कमेन्टहरू चाहिँ लिएर आएको छु गाइज। यो भिडियोबाट सुरु गरौँ है। फेरि केटाहरूको कमेन्ट के हो, यो पुत्तालीले त्यो पुत्ताली छेक्ला त। फेरि कसले बैमान गर्यो, चाबी लगाउने खालको प्यान्टी छ। अगाडिको के भन्न खोजेको हो मैले बुझिनँ। यो कमेन्ट के हो, लगाउने प्यान्टी मुखमा ठिकै हो। कमेन्ट एकचोटि लगाएर देखाउनु पो हुने थियो कि कस्तो देखिने रहेछ। टाउकोमा मात्र किन नाकामा पानी झुन्डाइदियो। कस्तो सुहाएको सबैजनालाई। अलिअलि फटायो है केटाकेटी हो। यो केटाको कमेन्ट फेरि ख्याल ख्यालमा फुटला। अब जहिले लगाउँदा यसरी नै लगाउनु है। हे भगवान, मलाई यो जिन्दगीले टिकटक हेर्न मात्र दिएको हो र? यसपछि के हुन्छ अपडेट गर्दै जानु होला। अहिलेलाई म बेरोजगार नै छु, 24 घण्टा अनलाइन नै हुन्छ। मेरो बोयफ्रेन्ड पनि हिरो भन्दा कम छैन ल। पब्लिक गरेको मात्र हो अरू केटीहरूको आँखा लाग्छ भनेर, नत्र म पनि मेन्सन गरेर भनिन्थे। पुन ल मिस्टर भन्दा पनि खतरा रहेछ यार। खासमा भन्न खोजेको कमेन्टले के हो, यो कमेन्ट गर्नु है। खास हजुर मेरो हुनुहुन्थ्यो भने मेरो मुटु हुनुहुन्थ्यो भने। के हो केटाको कमेन्ट फेरि, ब्लुटुथ कनेक्ट गरौँ न। वाउ, बुबु चाहिँ मन पर्यो। यो देखेर म अनि सुत्न सकिन, सरी रात तेरे लिए। कमेन्ट फेरि के हो, प्रकाश गुरुले कुन बेला बान हान्छन्। फेरि के हो, म त कुन बुढो मान्छेले बुत्लै बुत्ला भएको हातले माडिरहेको अनुहार फिल्टर हात फिल्टर भएन त। भर्लङ्ग सबै देखाए पनि केही फरक पर्दैन हो, सबै एकै त हो। म त सिधा सिधा मान्छे, यसरी कहिले पनि अरूलाई नझुकाउनुस् बिन्ती छ। हिन्दीबाट कमेन्ट है। मेरा हस्बैंड इतना करने पर भी मुझे मार देगा। फेरि कमेन्ट के हो, गेडागुडी हल्लेला है दिदी बिस्तारै। के हो केटाको कमेन्ट फेरि, धेरै नै फर्कियो पिच्छे होला। किन कर्किनु भएको दाजु। के हो कमेन्ट, आजबाट म यो चप्पल लगाउँदिन थाल्दिन्छु। फेरि कमेन्ट, कसैले टिपेर दान पेटिकामा राख्दै हो नि। फेरि कसैलाई चिन्ता, नानी हावा कतिको आएको छ, कोही छेउमा छन् कि छैनन्। नानी घर जाऊ कि छुटो, अहिले हावा चल्यो भने तिमीलाई उडाउँछ। के हो, दुखी थिए म धेरै पाताले भएर, अब ढुक्का भए म यिनलाई देखेर। कसले धज्जा चढाएछ भनेर त लास्टमा त हलियो, म त 4 कोस टाढा भागे। कमेन्ट हेर्नु न गाइस, कमेन्ट तासमा जित्यो कि चिट्ठामा पर्यो। हँसायो केटाले फेरि, वृद्धाश्रम को जाने हो, म गाडी बुक गर्दैछु। केटाहरूलाई फेरि गाह्रो परिछ, कुन भिरमा गएर मर्नु नि अब म।
इन्कम दिने काम बुढाका। यो कमेन्ट चाहिँ सही हो है, केटाहरू कोमामा छन् अहिले।